back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो अहिले चाहिँ त्यस्तै 12 बजिरहेको छ हैन हामी चाहिँ हाम्रो ग्रुप चाहिँ ट्याक्क यता सरु रेसमा अनि विशेष सो हामी चाहिँ सबैजना मिलेर चाहिँ आज ड्राइभिङ जान लागेको पैसरी तिनकुने भन्ने ठाउँमा चाहिँ सो त्यही हो यहाँबाट चाहिँ गल्सरसम्म चाहिँ हिँड्दै जान्छौँ अनि त्यहाँ चाहिँ ट्याक्सी समाउनु पर्ने हुन्छ अनि कस्तो लाग्यो नि विशेष भाइ आज चाहिँ यस्तो बार्बिक्यू जस्तै गरौँ भनेर हिँडेको मान्छे हामीहरू अनि यस्तो मिठो कन्टेन्ट पनि हुन्छ हैन अनि प्लस हाम्रो छोटो मिठो अनि मेमोरिज पनि हुन्छ के त्यो कारणले नै हामी जान लाग्यो है त सो गाइस त्यही हो मैले चाहिँ तपाईहरुले चाहिँ एउटा मिठो देखाउँछ हैन विशेष भाइ चाहिँ हाम्रो थियो नि मेरो मोबाइल दिउँछ तिमीले जापानबाट किनेको स्टेप के हजुर देखाइदिनु देखाइदिनु न देखाइदिनु ल सबैले गर्दै न त ल कस्तो हुन्छ सिक्नुमा चाहिँ यो हाम्रो जापानबाट किनेको स्टेप हो फेरि है जापानबाट थाइल्यान्डबाट थाइल्यान्डमा चाहिँ फेरि अर्को ठाउँ कहाँ राउन्ड आन्टी ल है त साथीहरु आयौँ हामी गलेसरमा सबैलाई मनोरञ्जन दिन आइपुगेका छौँ हामीहरू सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब सेयर गरेर हाम्रो दाइलाई साथ दिएर अघि बढाइदिनु होला भन्दै सो त्यही हो गाइस हैन हामी चाहिँ अब चाहिँ गल्सर पुग्न लागि सकिसक्यौँ सो म चाहिँ अब सबैको इन्ट्रोडक्सन दिन्छु हैन ल अगाडिको ल हेलो म्याम यता भन न नाम के हो नाम कहाँ बस्छौ त नि कत्तरी दिन्छन् ल तेरो इन्ट्रोडक्सन दे ल नमस्ते मेरो नाम चाहिँ रेशमा विश्वकर्मा म चाहिँ परविनको कान्छी बहिनी अनि हाम्रो दाइले भ्लग खुलाएको 1 हप्ता जति हुन लाग्यो तपाईले लाइक कमेन्ट सब्स्क्राइब शेयर गरेर ठ्याप्प लाएर परविनको नाम चाहिँ टाँसिदिनु पर्यो भित्तामा ड्याङ हाम्रो ल सीमा तेरो इन्ट्रोडक्सन नमस्ते मेरो नाम चाहिँ सीमा विश्वकर्मा म परविनको माइली छोरी माइली बहिनी सही माइली छोरी है मैले बाबालाई सम्झेर हो बाबा सारा गर्ने हो दाइ के छोरी नै हो ल छोरी भनेर आफ्नो बहिनी उयो हैन त इन्ट्रोडक्सन दर्शन सबैजनालाई मेरो नाम चाहिँ विशेष हो विशेष मगर अनि 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 हामी हामी चाहिँ गल्सरभित्र प्रवेश गर्न सक्यौँ होइन सो गल्सर चाहिँ सुनसान छ तल अगाडि मन्दिर छ त्यस वरिपरि मन्दिरको सामानहरू जताततै पाउँछ है हामी चाहिँ दामी छ होइन गाइस के भन्दै नि त गाइस किन बोल्दैन भन्ने तिमी बोल्न आएको बोल्नु त्यही हो गाइस अब चाहिँ गएर मिठो पारामा ट्याक्सी समाउनु पर्ने हुन्छ होइन ट्याक्सी पुरा गऱ्यो यो टाइम पिरियडहरू होइन देख्न सक्यो भने चाहिँ मन्दिर दामी छ ढुङ्गामा है ढुङ्गामा ठुलो ढुङ्गा छ सो यहाँ चाहिँ अगाडि यस्तो छ है मन्दिरमा सामानहरू सो त्यो गाइस हामी चाहिँ ट्याक्सी नपाएर तनावमा ट्याक्सी यहाँ पक्षमा गयो ट्याक्सी एउटा छैन गाइस होइन हिजो जस्तो हामीलाई नि सो त्यो गाइस होइन माथि अब पाउँछ कि पाउँदैन ट्याक्सीहरू अब ल तैँले फोन हान कहाँ फोन हान तैँले त्यही हो ट्याक्सी पाइन भने त तनाव हुन्छ नि यहाँ ढिलो हुन्छ क्या मेरो अरू हुन्छ नि ल एकचोटि फोन हान्नु त यसमा फोन हान्नु कि म्याक्सिबल ग्राउन्ड त दामी छ त के भयो बढी आम्मा हल्ला मत गर ओ ट्याक्सी कहाँ पाउँछ यार कहाँ
पाउँछ होला खै कहाँ भ्यान हो त्यो थियो भ्यान यसो बरु कसैले है कन्ट्याक्ट गर्यो गाइजहरू कतिको मजा आएको थियो नि तिमीलाई घाममा बरु है बेनीबाट चढेर आउनुपर्ने रहेछ हामीले है बरु के गर्नु पर्यो भने बेनीबाट ट्याक्सीमा आउनुपर्ने रहेछ भनेको होइन मैले तिमीहरूलाई ल खोजौँ गरे ट्याक्सी खोजौँ के भन्नु भेटियो होइन ट्याक्सी कुरेको ट्याक्सी केही पनि पाएन हामी चाहिँ गाडीमा बसिसकेको यो अब लगभग त्यस्तै आधा घन्टा 1 घन्टा पुग्छ होला होइन राख्छु म क्यामेरा भिडियो बनाउँछ अहिले के गरौँ भन्दा भिडियो गर्नु पर्दैन के ल काटेर खाइदिनु न है प्रवीण काट्यो काट्यो अब मलाई खुसी लाग्यो
भाउजूलाई पहिला भाउजूलाई दिनु मलाई लाइट सिमालामा मलाई देख एकछिन ल भयो मिठो छ है यहाँ चाहिँ मेरो हालत हेर न यहाँ म नि खेल्छु न बाबा यो हामी चाहिँ यहाँ तालमा आएर पौडी सौडी खेल्दै बसेको होइन अगाडि बहिनी खेल्दैछ अगाडि पनि देख्नुभयो होला मैले डाइभ हानेको कोब्रा हानेको होइन हरि हेप्पी मजा आइरहेको सो दुईजना खेलिरहेछन् कस्तो भाइ बाबु उता त नजाऊ डुब्लिस फेरि अहिले यता खेल सो त्यही हो अब हामी चाहिँ अब एकछिनमा खेलेर खाजासाजा खानु पर्ने हुनेछ आज चाहिँ लास्ट ब्याट भयो क्या ठ्याक्क आउने बित्तिकै अब दाइहरू यहाँ पौडी खेल्न लाउनु भएको थियो होइन अनि ठ्याक्क हामी पनि माथि गएको ठ्याक्क पानी नै पर्थ्यो कपडा सबै गिटार सिटार सानो गुफा चाहिँ पाथ्यो होइन त्यो गुफामा हामीले हालिदिएको सो त्यो हाम्रो विशेष भाइ पनि छन् विशेष भाइ चाहिँ कपडा खेल्न गर्छन् होइन हामी त्यसो एकछिन खेल्छौँ खेलेपछि अनि खेल्छौँ अनि खेलेर अनि डाइरेक्ट तपाईँहरूलाई हामी खाजा खाने ठाउँमा गएर भेट्छ है त है सबैजनालाई हामी चाहिँ पौडी सौडी खेलेर त्यो ठाउँबाट चाहिँ यता पुल पारी आएर बसिसकेको छौँ अनि चाहिँ आज चाहिँ लास्ट ब्याट भयो होइन पौडी खेल्दाखेरि चाहिँ पानी परेर चाहिँ हामी यहाँ एउटा पुरानो भट्किएको घर रहेछ अनि त्यहाँ आएर चाहिँ खाजासाजा लिएर आएको थियौँ बहिनीले यहाँ खाजा बनाउँदैछ सो दुईजना चाहिँ उहाँ पानी लिन गएको छ होइन सो त्यही हो गाइज होइन अब के हुन्छ देखा जाएगा अब एकछिनमा अहिले पनि त्यस्तै 4 बज्न लागिसकेको हामी चाहिँ त्यस्तै 6:30 बजेतिर घर पुगिन्छ होला होइन सो त्यही हो हेर्दै गर्नु होला है गाइज है हामी चाहिँ यो सो गाइज हामी चाहिँ खाजा हान्दै है खाजाहरू जानु हो अब चाहिँ अब एकछिनमा जानुपर्ने हुन्छ गाडी भेटिँदा होइन मैले एउटा मिठो गीत सुनिदिउँ न बसन्तको के हो रे बसन्त हो यार के हो रे बसन्त नै छ सुरुमा बसन्त तिम्रो तुलाई छोएर गाइज क्ल्याप हान न क्ल्याप दामी जोस् रमाइलो भाइ भयो होइन भाइको मिठो मिठो गीत सुनियो रमाइलो भयो गाइज होइन अब चाहिँ घरतिर जानुपर्ने कुरा हुन्छ होइन धेरै बसेर पनि फाइदा छैन गाडी पनि पाउँछ कि पाउँदैन थाहा छैन है त्यो हल्का हल्का पखालिदेऊ गाइज पखालिदेऊ अनि चल्दिउँलाई जोस् ठ्याक्क त बस्ने चाहिँ दामी पाइयो क्या जोस् उता पौडी खेल्नु गएको पानी नि पर्थ्यो त्यहाँबाट भ्याएर बसेको होइन सो त्यही हो गाइज है अब चाहिँ अन्तिम आइसकेको छौँ गाइज है हामी चाहिँ सबैजना खाजासाजा खाएर सब बसिसकेको होइन बसेर गीत गाउने बस्ने गरेको अब चाहिँ अन्तिम आइसकेको छ होइन सो गाइज आजलाई चाहिँ यति नै है ल गाइज ल सबैजनाले बाई बाई भनिदिउँ नि त ल बाई बाई गाइज नेक्स्ट भिडियोमा भेटौँला है त